फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। एनएमबी लघुवित्तले भारी संख्यामा विज्ञापन खुलाएको छ। आज म तपाईहरुलाई यो भिडियो मार्फत सम्पूर्ण जानकारी दिन गइरहेको छु। तपाईहरु भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यहाँ रहेको छ कर्मचारी आवश्यकता प्रकाशित मिति 2082 1 महिना 5 गते यो विज्ञापन प्रकाशन भएको छ। एनएमबी बैंकको सहायक कम्पनीको रूपमा नेपाल राष्ट्रिय बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूमा न्याय बमोजिमका कर्मचारीहरू आवश्यक भई खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र 2082 1 महिना 19 गतेसम्म संस्थाको वेबसाइट यतिबाट अनलाइनबाट आवेदन दिन आह्वान गरिन्छ। अब यहाँ रहेको छ तफसिलमा यहाँ हेर्नु कुन पदको लागि विज्ञापन खुलाएको छ। यहाँ रहेको छ विज्ञापन नम्बर, यहाँ विभाग रहेको छ, यहाँ हेर्नु विभागीय प्रमुख रहेको छ, लेखा तथा वित्तीय विभाग रहेको छ, श्रेणी त रहेको छ अधिकृत, संख्या माग संख्या 1 जनाको लागि, प्रकार थाहै रहेको छ। यहाँ रहेको छ आवश्यक योग्यता, तपाईहरु यहाँ पढ्नु आवश्यक योग्यता। त्यसैगरी यहाँ रहेको छ सूचना प्रविधिको लागि खुलाएको छ, सहायक सुपरभाइजर सहायक रहेको छ, श्रेणी त माग संख्या केही रहेको छ, प्रकार थाहै रहेको छ। यहाँ रहेको छ शैक्षिक योग्यता यसको सुपरभाइजरको मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा स्नातक तथा सोस्टर परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा 3 वर्षको कार्य अनुभव भएको। र यहाँ रहेको छ सहायकको लागि यहाँ हेर्नु मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र त +2 वा सोस्टर परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा 1 वर्षको कार्य अनुभव भएको। यहाँ सहायकको लागि खुलाएको छ सुपरभाइजर। त्यसैगरी यहाँ रहेको छ 3 नम्बरमा तपाईहरु यहाँ हेर्नु शाखा कार्यालयमा रहेको छ। यहाँ अब श्रेणी त रहेको छ सहायक परीक्षार्थी रहेको छ, माग संख्या केही, अस्थायी प्रशिक्षण रहेको छ। यहाँ रहेको छ सबैको शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र त +2 वा सोस्टरको परीक्षा उत्तीर्ण भएको हुनुपर्ने, सवारी चालक अनुमति पत्र प्राप्त र कम्प्युटरमा दक्ष उम्मेदवारलाई प्राथमिकता दिनेछ। कार्यक्षेत्र रहेको छ विभागीय प्रमुख र सूचना प्रविधिका लागि केन्द्रीय कार्यालय पोखरा तथा सहायक परीक्षार्थीको लागि हकमा संस्थाको शाखा रहेको जुनसुकै जिल्लामा गई यहाँ ग्राहकसँग सम्बन्ध स्थापित गर्ने, कर्जा लगानी तथा असुली गर्ने लगायतका फिल्डसँग सम्बन्धित कार्यहरू गर्न प्रतिबद्ध हुनुपर्नेछ। उमेरको हद यहाँ रहेको छ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम मितिसम्ममा अधिकृत श्रेणीका लागि 21 वर्ष पुरा भई 40 वर्ष ननागेका तथा श्रेणी यहाँ रहेको छ तथा सहायक श्रेणीको लागि 18 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको हुनुपर्छ। तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद 5 वर्ष थप हुनेछ। तलब तथा अन्य सुविधा रहेको छ। यहाँ तलब तथा अन्य सेवा सुविधा वित्तीय संस्थाको नियमअनुसार हुनेछ। सहायक प्रशिक्षार्थीको हकमा मासिक तलब तथा सेवा सुविधा 25,080, तपाईहरु यहाँ हेर्नु 25,080 मात्र। सञ्चार सुविधा, स्वास्थ्य, दुर्घटना र कर्मचारी म्याद बिमा सुविधा उपलब्ध हुनेछ। सहायक प्रशिक्षार्थीले यहाँ 6 महिनाको तालिमै अवधिमा तोकिएको लक्ष्यहरू पूरा गरे पश्चात कनिष्ठ सहायक पदमा स्थायी नियुक्ति प्रदान गरिनेछ। परीक्षाको किसिम रहेको छ लिखित परीक्षा, अन्तर्वार्ता वा दुवै। छोटो सूची र परीक्षा तथा अन्तर्वार्ताको जानकारी संस्थाको वेबसाइटमा राखिनेछ। यहाँ रहेको छ पुनःसतमा तपाईहरु यहाँ हेर्नु कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ। पदपूर्ति समिति रहेको छ। यहाँ एनएमबी लघुवित्तीय वित्तीय संस्था लिमिटेड रहेको छ। यहाँ तपाईहरु यहाँ हेर्नु फोन नम्बर पनि दिएको छ। यदि तपाईहरुको शैक्षिक योग्यता पुगेको छ भने तपाईहरु यहाँ फर्म भर्नु, किनभने भारी संख्यामा विज्ञापन खुलाएको छ एनएमबी लघुवित्तीय वित्तीय संस्थाले। ल त आजको लागि यति नै। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। हस्त नमस्कार।